राइड गर्न पनि गाह्रो छ नि गाइज। यस्तो बाटो हिँड्नु पर्छ। ल यस्तो ठाउँमा मान्छे लिन जाँदैछु म। यहाँबाट 272 मिटर टाढा मान्छे छ गाइज। यो वरिपरि खेतै खेत छ। A few moments later. दुईजना त लान नमिल्ने है। कैसे लोग रहते हैं यार यहाँ पर। जो पो जहाँबाट पो जान। हो नि कसरी थाहा पाउनु भयो? हो र खै मैले त अनुहारै देखाएको थिएन। ए तपाईँ चाहिँ ट्यालेन्ट मान्छे पर्नु भयो त। Oh my God! ए तपाईँको भाउजूहरू छेत्री नि हो? ए त्यसो भए त तपाईँ मेरो सोल्टी नि पर्नु भयो त। के बोले भाइ? खै बुढीहरू मात्र छ, तरुण त छैन। बडा हरामी हो दिदी भन्ने। ए त्यसो भए दिदी भन्छु होइन।